हेलो साथीहरू, अहिले चाहिँ हामी चितवनमा छौँ र चितवनको सबैभन्दा ठुलो गुम्बा चाहिँ अहिले हामी भिजिट गर्दैछौँ। तपाईँले देख्न सक्नुहुन्छ यो चितवन नेसनल पार्क र यो तपाईँको युवाम थर्पा लिङ यो गुम्बा चाहिँ हामी भिजिट गर्दैछौँ। साथमा आशिष सर हुनुहुन्छ अनि हामीले पार्किङ यता गऱ्यौँ। यो चाहिँ एकदम बिगेस्ट गुम्बा रहेछ। दिदीहरू पनि आउँदै हुनुहुन्छ र हामी चाहिँ यता अहिले एकछिन यो गुम्बा चाहिँ भिजिट गर्नेछौँ। यो चाहिँ मेरो फर्स्ट टाइम हो। आशिष सर त पहिले आइसक्नु भएको छ। खोइ त दिदीहरू आउँदै हुनुहुन्छ? कहीँ पुग्नु पऱ्यो? खोइ त आइपुग्नु भएन उहाँहरू त अघि के हिँड्नु अगाडि हिँड्नु भएन? ए ओके, दिदीहरू पनि आउँदै हुनुहुन्छ साथमा र दिदीहरू हामी सबैजना चाहिँ यहाँ गुम्बा भिजिट गर्दैछौँ। आशिष सरले चाहिँ यता के झन् चिसो बिस्कुट पनि बोक्नु भएको छ गुम्बामा है। बिहानदेखि आज धर्मकर्ममा पुरा लागि पर्नु भएको छ आशिष सर। राम्रो कुरा हो। अनि चितवन धेरै लामो समय पछाडि ठ्याक्कै 1 वर्ष पछाडि फेरि भिजिट गर्दैछु। एकदम रमाइलो भइरहेको छ र यो पालिको चितवन भिजिट चाहिँ एकदम फ्रुटफुल चाहिँ रहनेछ भन्ने चाहिँ विश्वास छ र अहिलेसम्म एकदम लाभदायक फ्रुटफुल नै भइरहेको छ है। त्यही नै छ साथीहरू। यो वाउ, यो हेर्नु न मजाले छ। यो ग्रासमा चाहिँ नटेक्नु भनेर छ, यस्तो मजाको छ। प्लिज किप अफ द ग्रास, यसरी चाहिँ नगर्नु, कृपया घाँसबाट टाढा रहनु होला भन्नुभएको छ। दिस इज अ पिस है। बबाले राम्रो छ यो चाहिँ। वाउ, बबाल चाहिँ बबाल। थोरै खाल्डो जस्तो एरियामा रहेछ, त्यो पनि बबालै छ मजाको। अब हामी दिदीहरू वेट गर्दैछौँ। दिदीहरू आइसक्नु भए पछाडि चाहिँ हामी भित्र प्रवेश गर्नेछौँ है त साथीहरू। मलाई यो चस्माले कस्तो देखेको छ? यो चाहिँ आशिष सरको चस्मा हो, मेरो होइन। कस्तो देखेको छ कृपया कमेन्ट गर्नु होला। मैले चाहिँ चस्मा चाहिँ ब्यागसँगै छोडेर आएछु उता दिदीको रुममा है। अब चाहिँ यहाँ 2-4वटा फोटोसुट चाहिँ हामी गर्नेछौँ। मेरो क्यामेराम्यान आशिष सर है। अनि कस्तो छ कमेन्ट गर्नु होला, हेर्नु होला। बबाल जान्छ ल चितवनको गुम्बा चाहिँ थम्बनेल साथीहरू। यो चाहिँ पछाडिको ब्याकयार्ड यस्तो बगाल रहेछ है। यो होला नि मेन। आशिष सर यहाँ होला, यहाँ खिच्नु पर्यो यहाँ। ल बबाल देखाएको छ। अब चाहिँ म यहाँ 2-4वटा फोटोसुट गर्छु, त्यस पछाडि चाहिँ हामी फर्किनु पर्ने हुन्छ। आशिष सर यतातिर टक्कै यहाँ राम्रो आउने छ है। क्यामेराम्यान आशिष सर। ल आशिष सर चाहिँ अहिले यता हाम्रो गुरु दाइसँग चाहिँ पूजाको लागि भित्र छिर्नुभयो है। यहाँ जुत्ता खोले जानुपर्ने रहेछ। अनि फोटोसुट पनि मस्त भयो। अब चाहिँ हामी यहाँबाट चाहिँ फर्किन्छौँ। गर्मी चाहिँ बेसरी टी सर्ट नै भिजिसक्यो। यो वाइट भएर अलिकति बाक्लो छ, त्यही भएर चाहिँ नदेखेको, तर अलमोस्ट यो भिजिसकेको छ। गर्मी चाहिँ बेसरी रहेछ। मैले ज्याकेट चाहिँ कता फालेँ कि ज्याकेटै फाल्दैछ यार, गर्मी भएर ज्याकेट फालिदिएछु मैले। अनि यो गार्डनहरू चाहिँ मस्त गार्डनहरू छ यहाँ, यस्तो बबाल गार्डनहरू छ। ठिक छ, अब हामी साथीहरू अब हामी फर्किन्छौँ यहाँबाट चाहिँ। अनि आज यो भ्लग पनि यति नै। यदि तपाईँहरूलाई मन परेमा लाइक, सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला। र यो चाहिँ चितवनमा रहेको सबैभन्दा बिगेस्ट गुम्बा, जो चाहिँ बुद्ध धर्मसँग अलिकति आस्था राख्नुहुने हाम्रो सम्पूर्ण साथीहरूले चाहिँ यहाँ आएर चाहिँ दर्शन गर्न सक्नुहुनेछ, तपाईँहरूले भिजिट गर्न सक्नुहुनेछ है त। यदि भन्दै म तपाईँहरूको माझबाट बिदा हुन चाहन्छु। धन्यवाद। बाई, सी यू नेक्स्ट भ्लग। बाई।